मेरो नाम सागर हो। सानोदेखि म भूतप्रेतमा विश्वास गर्दिन। मेरो लागि ती केवल कथा मात्र थिए, डराउने कुरा। भूतप्रेत त कथामा मात्र हुन्छ, वास्तविकता होइन, म सधैँ सोच्थे। तर हाम्रो परिवारले नयाँ घरमा सरेपछि मेरो विश्वास पूर्णतया बदलियो। पहिलो दिनदेखि नै घरमा अनौठो अनुभव सुरु भयो। हरेक कुनामा हल्का चिसो हावा, अन्धकारमा चलिरहेको अस्पष्ट छाया मलाई पछ्याइरहेको जस्तो महसुस हुन थाल्यो। सुरुमा मैले सोचे थकाइले यस्तो देखाइदियो होला, रात ढिला भयो। तर केही दिनपछि ती घटना केवल भ्रम थिएनन्। पहिलो रात म लामो कामपछि थाकेर घर फर्के, खाना खाए र सिधै ओछ्यानमा पल्टिए। ओछ्यानको चिसो हावा साससँगै मेरो छातीमा घुसे जस्तो लाग्यो। मैले गहिरो सास फेरे। त्यसै बेला पछाडि अर्को गहिरो सास आयो। छिटो टाउको फर्काए, कोही थिएन। तर कुनामा केही कालो छाया देखे, मान्छे जस्तो तर अस्पष्ट। आँखाले हेर्दा आकार पक्का थिएन। थकाइले यस्तो देखाइदियो होला, मैले आफैलाई भने। तर त्यो छाया फेरि देखा पर्यो। यसले मेरो आँखामा झन् डर थप्यो। मोबाइल खोले, गेम खेल्न थाले, तर त्यो कालो छाया अझै मेरो दृष्टिकोणको कुनामा रह्यो। मोबाइलको स्क्रिनमा ध्यान दिने बित्तिकै त्यो छाया बढ्दै मेरो नजिक आइरहेको अनुभव भयो। मेरो छातीमा डरको भारीपन भयो। मैले बहानामा मेरी बहिनी रियाको कोठा गए। पढाइको कुरा गर्नु छ, मैले भने। तर उसले भनिन् म सुत्न लागेको छु। रातको अन्धकार, सासको गहिराई, कोठाको साना आवाजहरू सबै मेरो मनमा डर थप्दै थिए। मैले सबै बत्तीहरू बन्द गरे। सुरुका केही मिनेट सामान्य जस्तो थियो, तर केही समयपछि मलाई लाग्यो कोही मेरो छेउमा छ। हरेक साससँगै ऊ पनि सास फेर्छ। मैले सास रोके, ऊ पनि रोकियो। मेरो शरीर काँप्न थाल्यो। दिनभरि म सोच्थे यो वास्तवमै के हो, किन म मात्र यस्तो अनुभव गर्दैछु। अर्को दिन रियालाई भने, उसले विश्वास गरिनन्। हामीले निर्णय गर्यौं रातभर कोठा साट्ने। अर्को बिहान रियाले भनिन् मैले पनि त्यस्तै अनुभव गरे। हाम्रो घरमा केही गलत छ भन्ने कुरा हामीलाई थाहा भयो। बुबा आमालाई सबै बताए। त्यसपछि झाँक्री बोलाइयो। उले पुष्टि गर्यो हाम्रो घरमा आत्मा छ। हामीले पूजा, संस्कार र परम्परागत रीति पालन नगरेका कारण। झाँक्री भने साना संस्कार र पूजा नगरी घरमा अज्ञात शक्ति प्रवेश गर्छ। यो केवल ध्यान दिएर मात्र रोक्न सकिन्छ। त्यो रात मैले सास फेरिँदै सानो आवाज सुने। आवाज अजीब थियो, मान्छे जस्तो तर अमानवीय। मैले टाउको फर्काए, कोही थिएन। छाया फेरि बढ्दै आयो। मैले आँखा बन्द गर्ने प्रयास गरे, तर अन्धकारमा पनि त्यो मेरो दिमागमा घुसेको थियो। अर्को दिन हामीले घरभरि सफा गर्ने, धूप बाल्ने, घण्टी बजाउने, माला राख्ने जस्ता उपायहरू सुरु गर्यौं। तर त्यो आत्मा अझै हाम्रो पछाडि थियो। रातभरि म कहिले जागिरहुन्थे, कहिले मोबाइल हेर्थे, कहिले ओछ्यानमा पल्टदा हल्का भारीपन महसुस हुन्थ्यो। कहिले रियाको कोठामा गएर कुरा गर्दा उसले पनि त्यस्तै डर अनुभव गरिन्। एक बिहान झाँक्रीले हामीलाई विस्तारले सम्झाए, हाम्रो घरमा बस्ने आत्मा केवल हाम्रो पूजा र संस्कार नगर्ने कारण होइन, यसले हामीलाई परीक्षण गरिरहेको छ। हाम्रो डरलाई बुझेर त्यो हिँडिरहेको छ। केही दिनसम्म हवन, मन्त्र र धूप प्रज्वलन गर्दा पनि हामीले केही बदलिएको अनुभव गरेनौं। त्यो पछि हामीले साँझको समयमा घर वरिपरि यात्रा गर्यौं। झाँक्री वन झाँक्री र बोकीको कथा सुनाए। यस घरमा पहिले धेरै मानिसले शान्ति नपाएका थिए। केहीको आत्मा बाँकी छ। यदि ध्यान नदिनुहुन्छ भने उनीहरूले तपाईलाई पनि छोइरहन्छन्। रात आयो। ओछ्यानमा पर्नासाथ मैले हल्का सासको आवाज सुने। अनुहार छेउमै केही हल्का चिसो महसुस भयो। आँखाले हेर्ने बित्तिकै कुनामा केही कपाल जस्तो कालो छाया देखियो। मैले दुवै आँखाले हेरे, तर आकृति अस्पष्ट थियो। मेरो छाती जमे जस्तो भयो। त्यसपछि हामीले अर्को उपाय अपनायौं। झाँक्रीसँग घरमै पूजा गर्न थाल्यौं। 7 दिनसम्म हामीले लगातार हवन गर्यौं। म, रिया र आमा बुबा सबै मन्त्र उच्चारण गर्यौं। पहिलो रात केही फरक महसुस भएन, तर दोस्रो रातदेखि हल्का हल्का आवाज, सासको गहिराई, वस्तुहरूको हल्का सर्काई सबै महसुस भयो। त्यो 7 दिनमा मेरो डर क्रमिक रूपमा बढ्दै गयो। घरको हरेक कुनामा ध्यान दिनु पर्थ्यो। कहिले छाया अचानक ठूलो देखिन्थ्यो, कहिले शून्य ठाउँमा भारीपन महसुस हुन्थ्यो, कहिले अनुहारमा ढुक्क नहुने छाया देखिन्थ्यो। झाँक्रीले भन्यो यो आत्मा तपाईलाई केवल डराएर छोड्दैन। यदि सही संस्कार नगरी बस्नुभयो भने तपाईको परिवार सुरक्षित छैन। हामीले सबै मन्त्र, धूप, माला, हवन दोहोर्यायौं।
अब यो आत्मा कहिलेकाहीँ केवल मेरो आँखामा देखिन्थ्यो, कहिलेकाहीँ रियाको अक्षपश्चिम कुनामा हल्का चिसो महसुस हुन्थ्यो। अन्ततः झाँक्रीको मार्गदर्शन, संस्कार र लगातार हवनपछि 2 हप्ताभित्र घरमा सान्त्वना फर्कियो। तर मेरो मन र चेतना अझै सतर्क छ। म अब विश्वास गर्छु, भूत, आत्मा वा अज्ञात शक्ति अस्तित्वमा छन् कि छैनन्, तर डर वास्तविक हुन्छ। दोस्रो घटना। म मेरो जीवनको सबैभन्दा डरलाग्दो अनुभव यहाँ सुनाउन लागेको छु। मेरो नाम आयुष हो। म सधैँ आफैलाई सामान्य, डर नमान्ने मान्छे ठान्थे। तर त्यो घटनापछि मेरो जीवन कहिल्यै उस्तै रहेन। यो केवल कथा होइन, यो मेरो वास्तविक अनुभव हो। तपाईले कहिले यस्तो घरको बारेमा सुन्नुभएको छ जहाँ बस्दा तपाईलाई मृतकको आवाजहरू सुनिन थाल्छन्, छायाहरू तपाईलाई पछ्याउँछन् र तपाईलाई बारम्बार कसैले बोलाउँदैछ भन्ने लाग्छ, हामीसँग आऊ? केही वर्ष अघि हाम्रो परिवारलाई थाहा भयो कि हाम्रो भाउजू रित्याको मृत्यु भइसकेको छ। उनी 2 बच्चीकी आमा थिइन् र आफ्नो सानो स्टेशनरी पसल चलाउँथिन्। मृत्युको कारण आत्महत्या थियो। घटना भएको दिन रित्याले पसल खोलेकी थिइन्। दिउँसो 2 बजे उनले छिमेकीलाई भनिन्, अलि हेरेर बस्नु, म छिटै फर्किन्छु। तर उनी फर्किनन्। घण्टौँपछि छिमेकीले पतिको फोनमा खबर गरिन्। पछि रित्यालाई मृत अवस्थामा फेला पारियो। तर यो केवल सुरु मात्र थियो। रित्याका पति अर्जुन, हाम्रा दाई, भन्छन् कि रित्याले बारम्बार 2 अजीब आकृतिहरू देखेकी थिइन्, पुरुष र महिला। ती आकृतिहरूले बारम्बार उनलाई भनेका थिए, हामीसँग आऊ। मैले त्यो कुरा सुन्दा सामान्य लाग्यो। तर केही दिनपछि म रित्यासँग घरमा बस्दा मैले पनि अनुभव गर्न थालेँ कि त्यो घर सामान्य छैन। पहिलो रात करिब 11 बजे। घर साँझको चिसो हावामा डुबेको थियो। अचानक कमरेको ढोका आफै बन्द भयो। मैले सोचे, यो त सामान्य हावा हुन सक्छ। तर त्यो आवाज आयो, हामीसँग आऊ। रित्या भयले थरथराउँदै भन्थिन्, आयुष, मलाई तान्न खोज्दैछन्, फेरि देखा परे। त्यो रातपछि मैले अनुभव गरेँ कि घरका कुनामा अजीब छायाहरू हिँडिरहेका थिए। कहिलेकाहीँ छतमा हल्का हल्ला, कहिलेकाहीँ भुइँबाट कदमको आवाज, तर घर खाली थियो। छिमेकीहरूले बताए अनुसार घर सस्तोमा किनिएको थियो। पहिले यहाँ एउटा जोडीले आत्महत्या गरेको थियो। नेपाली पुरानो कथाहरू भन्छन्, जहाँ जोडीले आत्महत्या गर्छ त्यहाँको ऊर्जा घरमा बस्ने मानिसलाई सताउँछ। रित्या ती आत्माहरूसँग लगातार भेटिन्थिन्। उनी भन्थिन्, आयुष, जब म कोठामा बस्छु ती आकृतिहरू मलाई तान्न खोज्छन्, बारम्बार आऊ भन्छन्। एक दिन दिउँसो रित्या पसलमा सामान मिलाउँदै थिइन्। झ्यालबाट चिसो हावा आयो। मैले सोचे, सायद हावा आएको हो। तर रित्या डरले थरथराउँदै भनिन्, त्यो पुरुष र महिला फेरि देखा परे। मैले बुझेँ, ती केवल आकृतिहरू मात्र होइनन्, उनीहरूको हावभाव, अनुहार, स्वर सबै वास्तविक जस्तो लाग्थ्यो। मैले आफैलाई सम्झाए, आत्माहरू छैनन्, तर हाम्रो अनुभवले यो विश्वास तोडे। त्यो रात हामी दुवै घरमा बसिरहेका थियौं। ढोका बन्द थियो। अचानक पुरानो रेडियो आफै चालु भयो। अस्पष्ट स्वर सुनियो। म रित्याले छिटो कोठाभित्र लुक्यौं। छतमा छायाहरू हिँडिरहेका थिए। मैले आफैलाई नियन्त्रण गर्न खोजे, तर डरले शरीर थरथरायो। रित्या बारम्बार भन्थिन् कि उनका बच्चाहरू कहिलेकाहीँ कोठामा नदेखिएका व्यक्तिहरूलाई हेर्छन्। उनीहरूलाई छिटो डर लाग्ने थियो। म पनि बच्चाहरूलाई हेर्दा कहिलेकाहीँ आऊ हामीसँग भन्ने आवाज सुन्छु। भान्साको ढोका राति आफै खुल्थ्यो। पंखामा झुन्डिएको झोला हल्का हल्लिन्थ्यो। छायाहरू दह्रो भएर कोठामा हिँड्ने। कहिलेकाहीँ पुरानो घडी आफै बज्न थाल्ने। रित्या भन्थिन्, आयुष, यो घर हामीलाई छोड्दैन। उनीहरूले बारम्बार हामीसँग कुरा गर्छन्, हामीसँग आऊ। एक दिन म घरको पुरानो तहखाना हेर्न गएँ। तहखानामा घाम नपरेको कारण भिजेको माटो र पुराना फर्निचर थिए। तर मैले त्यो ठाउँमा केही अजीब देखेँ। भित्तामा अजीब आकृतिहरू जस्तै नीलो उज्यालोमा हल्का चम्किन्थ्यो। मैले हात फर्काएँ, तर त्यो प्रकाश आफै फैलिँदै गयो। अनि मैले आवाज सुने, हामी यहाँ छौँ, आओ। त्यो समय मैले बुझेँ, यो घर केवल ईट र छतको निर्माण मात्र होइन, यसमा अतीतको पीडा र आत्माहरूको शक्ति छ। उनको मृत्युले मात्र घरको डर समाप्त भएन। यो घर अझै खाली छैन। म आज पनि कहिलेकाहीँ त्यस घरको छायाहरूको आवाज सुन्छु। त्यस घरको अर्को घटना पनि उल्लेखनीय छ। एक रात म दुवै बच्चीलाई सुताइरहेको थिएँ। करिब 1 बजे एकदम हल्का कदमको आवाज आयो। सुरुमा मैले सोचेँ सायद भुइँमा केही खसिरहेको छ, तर जब मैले नजर उठाएँ, एउटा पुरुष र महिला आकृति अति नजिक कोठामा उभिएका थिए।
उनीहरू चल्दैन थिए, तर मेरो हृदय डरले छामियो। उनीहरूले फेरि भने, हामीसँग आऊ। मैले र बच्चाहरूलाई छिटो कोठामा थिचेँ। त्यो रातपछि मैले अनुभव गरेँ कि घरका सबै कुनामा ती आकृतिहरूको ऊर्जा फैलिएको थियो। पसलमा सामान राख्दा पनि हल्का हल्ला, बच्चाहरू खेल्दा हल्का हावा आउँथ्यो, अनि हामीले महसुस गर्यौं यो घर केवल वास्तुका लागि होइन, यो अतीतको पीडा, आत्माहरूको ऊर्जा र रहस्यमय शक्तिको घर हो। कसरी हामी बच्यौं? हामीले बुबा-आमासँग परम्परागत पूजा गर्यौं, हवन, जप र तान्त्रिक मन्त्रहरूको प्रयोग। एकदमै डर लाग्दा पनि हामीले रातभर घरमा बत्ती बाल्दै धूप र आरती गर्यौं। केही दिनपछि हल्का शान्ति महसुस भयो, तर म जान्छु घर अझै खाली छैन। म आज पनि कहिलेकाहीँ सोच्छु कि यदि मैले रित्यासँग थप ध्यान दिएर बस्ने हो भने के भिन्न हुन्थ्यो। तर डरको वास्तविकता के हो भने त्यो घरको शक्ति सामान्य मानव क्षमताले नजिक पनि पुग्न सक्दैन। यदि तपाईँ यस्तै रोमाञ्चक र डर लाग्दो कथा र घटनाहरू अझै सुन्न चाहनुहुन्छ भने डार्क क्रोनिकल्स च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। बेल आइकन पनि क्लिक गर्नुहोस् ताकि हरेक नयाँ भिडियोको जानकारी तुरुन्तै पाउन सक्नुहोस्। धन्यवाद।